यो कथा हैन, यो कथा हैन। बहने हावा उस्तै, बहने हावा उस्तै, लागेको घाम उस्तै, हो चम्केको जुन उस्तै। कुनै पक्षपात छैन, कुनै पक्षपात छैन। अभिमान घमण्डले जीवन चिन्ने छैन। यो कथा हैन, दुखाएर मन कमाएर धन ठुलो हुने हैन। यो कथा हैन, यो कथा हैन, यो कथा हैन, यो कथा हैन, यो कथा हैन। स्पोन्सर बाई ग्लोबल टिभी प्रोडक्ट सप। हामी पकेट स्प्रिङ म्याट्रेस यसरी तयार गर्छौँ। सम्पर्क नम्बर 98511014 एकचोटिको लगानी 20औं वर्ष ढुक्क। यो दुध मैले मेरो लागि मगाएकै होइन। म त यो पिउँदैछु। अब दुधै पिउँथ्यो भने मैले भान्सामै पिउँथ्यो क्या अरे। थाहा त तिमीलाई सबै कुरा। यो दुध त मैले तिम्रो लागि माग्यो, पिउ। नै म त पिउन्न। यो त हजुरको लागि पो हो त। हजुरको लागि भनेर ल्याइसी हजुरको सास पस्या दुध मैले कसरी पिउने? हजुरको सास पस्या चिज यति धेरै सोझी हुनु पनि अभिशाप हुन्छ जुमा। तिमीलाई एउटा कुरा थाहा छ? देउताको थाना त्यो कोहराको चल्लो, बाख्राको पाठो अनि भैँसीको पाडाहरूलाई किन बलि दिइन्छ? किनकि तिनीहरू सोझा हुन्छन्, लाटा हुन्छन्। तिनीहरू केही गर्नै सक्दैनन्। त्यसैले तिनीहरूलाई सधैँभरि बलि चढाइन्छ। तर बाघ, मृग, बाज जस्तो जनावर र पन्छीहरूको किन बलि लिन्न थाहा तिमीलाई? किनकि तिनीहरू आफैमा बलवान हुन्छन्। तिनीहरूको हामीले बलि लिन त के उल्टो उनीहरूले नै बलि लिन्छन् हामी। रह्यो कुरा दुधको। अब गोठा दिनभरि गाई बस्तुको स्याहार गर्ने तिमी, कुडो पकाऊ तिमी, घाँस काट तिमी, अनि दुध खाने चाहिँ आमा र म। यो त भएन जुमा, यो त अन्याय भयो। यसमा त नि हाम्रो भन्दा तिम्रो बढी हक छ। ल ल्याऊ खै। मेरो सास पसेको छ भन्थ्यौ नि तिमीले। मैले खाएँ
बाँकी तिम्रो सास बसेको छ, पिउ। एउटा कुरा भन्नु, एउटा के 10वटै भन, म कान्छा बा त होइन त। भजीले भन्नुभएको दिउँसै पिउनलाई चाहिँ तेरो खस जा गएर सम्झा भन्नु थियो। 14-15 वर्षकी थियो होली थियो, यो घरमा भित्रिने बेला। केटाकेटीको रहर त हामीलाई नै हुँदो के अरे। अब तिमीले हामीले नै नचाहेर नभएको त होइन के अरे केटाकेटी, क्यार नै हुँदैन त होइन। मैले चाहेर तिमीले चाहेर हुने हो। तिमीलाई त हाम्रो आमा हजुरले नै मन पराएर नै बिहे गराउनु भएको, अनि अहिले आएर आमा हजुरले नै तिमीलाई क्यारमा देखिसक्नुहुन्न। यही कुरा चाहिँ बुझ्न सकेको छैन मैले त। कुल खानदान आमा हजुरले नै हेर्नुभयो, लक्षण के छ भनेर उहाँले नै भन्नुभयो। अहिले यतिखेर आएर सन्तान भएन भनेर क्यार नै यसरी जतिखेर नि टोकिरहनु पर्यो। सन्तान भएन भन्ने कुरा हामीलाई नि थाहा, सन्तान नहुँदाखेरि हामीलाई पनि कति पीडा छ भन्ने कुरा त थाहा त। दिनरात कति रोग छौँ हामी भन्ने कुरा क्यार नटोक्नु पर्यो। अहिले यतिखेर आएर चाहिँ जतिखेर नि चिना टिपट हेराउने, दिनदिनै बाँझी भन्ने। तिमीलाई बाँझी भन्दा नि मलाई यहाँ दुख्छ झुमा, यहाँ दुख्छ। अब तिमी बाँझी भयो भन्दैमा यति राम्री श्रीमतीलाई छोडेर म अर्कै सौता हाल्नु सक्छु त मैले? यो कदापि हुँदैन झुमा। आमा हजुरले जेसुकै भनुन्, म तिमी माथि कुनै पनि हालतमा सौता हाल्दिनँ, हाल्न सक्दिनँ पनि। बजीको एउटै सन्तान हजुर, यदि मबाट सन्तान भएन भने हजुरको बुवा हजुरको त वंश मेटिन्छ, अपथाली पर्छ। अर्को बिहे गर्नुभयो भने यो घर भरिन्छ। आमालाई खुसी मिल्छ भने हजुरले बिहे गर्नै पर्छ। अर्को बिहे गरेपछि मलाई हिलाची नगर्नु होला। हजुरको फाँसी भएर हजुरको सेवा गर्न त्यति भइपुग्छ मलाई। बलि चढ्ने मेढोलाई पनि बलिथुमसम्म डोर्याउँदै लान्छन् जुम्मा। अक्षता मनसाउँछन्, पन्साउँछन्, अनेक गर्छन्। तर तिमी त आफै मौलामा बाँधिन आयो। क्यार चाहियो यस्ता सन्तान? भए तिमीबाटै हुन्छ, नभए मेटिन्छन् जिठ्ठाको सन्तान। चाहिएको छैन मलाई, मलाई त तिमी भए पुग्यो। माया गर्ने तिमी छौ त। मेटियोस्, अपुताली परोस्, दिठिनीको सन्तान सक्यो।
भयो ए बजु नमस्कार भाग्यमानी बाबु बस्नु न नमस्कार बजू भाग्यमानी बाबु कता कता जानु लाग्यो हामी त उता कान्छा आउनु भएछ नमस्कार भाग्यमानी के लिएर आउनु भयो कान्छा यो खडेरीमा घिउ लगाएको थिएँ पैँचो त्यही तिर्न कि बिर्स्यौ र हामी त उता बेसी फर्कतिर जानु लाग्यो नि बजै ल आमा लाग्यो भैँसी यही साँझे हुँदाखेरिमा लगेको घिउ भैँसी थाक्नु लागिसक्यो अनि त्यही तिर्न आएकी हतार त थिएन कान्छी पैसा तिर्नलाई अनि आज प्याजको तरकारी खाने हो क्या दिन्छन् बहिनी अब नर्सिङ या जोइ पै नारिँदै गए खर्कतिर अब म बुढी तरकारी खोज्न कहाँ जाउँ यही भेटेँ यही पकाउँछु आज ल दिन्छन् बहिनी मलाई पनि हतार छ अहिले मेलापात जानेलाई खानापिना बनाउनु पर्यो क्या अरे बुहारी घाँस गएनन् र आज सन्चो छैन त्यसलाई गइदिनु बुहारी बिरामी भएपछि त आफै जाने त होला नि घाँस अब नगई त भएन के अरे नानी अब त्यो भैँसीलाई खाना दिनै पर्यो आफै तेर्सेर भएन भगारोमा जति बुढो भयो उति दुःख आफैलाई बढ्ने त हो नि कान्छी त्यही त नानी अब तिम्रा कान्छा बा पनि रातो माटोतिर गएको छन् काम परेर घाँस काट्नुपर्छ मैले 2 बारी बोक्नु सकिँदैन कामको ल बढी रहेछ कान्छी तपाईँलाई पनि कामको आतुरी छ नानी ल म गएँ अहिले ल ल कान्छी यसो आउँदै गर्नुहोस् है ल ल नानी ल तिम्रो मन त ढुङ्गाले बनेको छ क्या रे जुन जति ठटाइन दुख्दैन सहन पनि कति चाहिँ सहन्छौ तिमी सहनशील भएकै राम्रो हो नि त फेरि कसको नै वचनको खप्की हो र सासूको वचन पनि आशिष समान हुन्छ हजुर एक्लो छोरो अनि म एक्लै बुहारी अब मैले नै वचन लगाउन थालेँ भने बाँकी नै के रहन्छ र भगवानले देख्लान् नि फेरि मन दुखाएर पनि के गर्नु आफ्नो कर्म नै त्यस्तै रहेछ ओहो भान्जा आज त पश्चिमबाट घाम लाग्यो क्या हो भान्जा भान्जी नै देख्छु मैले माइजू नमस्कार नमस्कार बराई भान्जा भान्जीलाई के को पापा पार्टी मैले नै गर्छु परा ए भान्जा कहिल्यै डोको बोकेर नहिँड्नु भएको आज त ढोकै बोकेर आउनु भएको छ भान्जा यस्तै सधैँभरि लाल जोडी भएर हिँड्ने पार कति राम्रो हुन्थ्यो बराई अनि झुमा भान्जी आज दाउरा हो कि घाँस हो दाउरे लिन भनेर झरेकी हो के अरे माइजू अब त साह्रै खुसी छ त अनुहार त के हो यसो खर्कतिर जानु पर्यो लौ भान्जी म त गएँ अब गाई बस्तु पनि भोका होलान् अब मामालाई कटली गर्दै ठिक्क छ कोही छैनन् अब भान्जा भान्जीको बिचमा परिन म त मेरो त मन पनि पाट्यो गएँ है हस् माइजू लौ यस्तै देख्न पाऊ लाल जोडी कहिल्यै नछुटुस् खुसी लाग्यो यो माइजू पनि कस्तो हुनुहुने रहेछ के गरेर बसिछौँ र अब नौला नौली होइनौँ के अरे यी खुरमौली माइजू पनि जति हेर नि पतार 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 मात्रै हो क्या अब हुनु त मन कि त सफा छिन् अब यति भाषी यिनलाई भारी पुग्यो अब यिनले हाम्री आमा हजुरलाई भेटिन् भने डिठिनी साप हजुरका छोराबारी त अब खर्क जाने बाटा चोचो मोचो मिलाएर बसेका छन् भनेर भनेपछि अब आमा हजुरलाई खुराक पुगेको त भन्न दिनुहोस् के भन्नेको मुख थुन्न सकिँदैन के अरे फेरि भनेर हामी घट्ने पनि त होइन नि कमजोरी पनि हाम्रै छ मैले हजुरको घरभरि गर्न सकिनँ
हजुरले अर्को बिहे गर्नु न त भन्दा मान्नु। कहरी मान्नु त मैले नचाहिने कुरामा बलजफ्ती गरेको मलाई फिट्टिकै मन पर्दैन हेर झुमा। मुन्छेहरूले त बाजी भने नि भनुन्, अपुताली पर्यो भने नि भनुन्, निसन्तान भने नि भनुन्, मलाई मतलब छैन। तर तिमी माथि मैले सौता हाल्न चाहिँ सौदिनँ ल। भयो त, यो जन्मको त के कुराहरू छौ। यदि अर्को जन्ममा पनि तिमी र म नै जोइपोइ भएर जन्मेछौँ भने पनि तिमी माथि चाहिँ सौता हाल्न सौदिनँ। कुरा यति हो। धेरै माया गरेको चिज पनि आफ्नो हुँदैन भन्छन्। धेरै हद गरेको पनि राम्रो होइन। होस् यो कुरा छोड्दिनु। दाउराको भारी पनि त पुर्याउनु पर्यो नि। यत्रो उकालो बाटो चढेर जानु छ। हिँड्नु जा। जति काम अरे नि के गर्छौ त? तिमीले जस पाउने होइन कि अरे? तिमीलाई सुख चाहिँ दिन सकिनँ झुमा मैले। ल हिँड जाउँ, बोको ढोका। होइन हे रम्बे, मान्छे हेरेर पानी फाल्न पर्दैन। आँखा देखिनस् कि क्या? दुनियाँले रौसी खाएका जुठा गिलासका पानीले अभिषेक गरिदिए ल। लाज नभकी लहौरी। ला फुपू छ्याप्यो र भगवान कसम मैले देखेर होइन के फुपू, नरिसाउनु न, माफ गरिदिनु है फुपू। तपाईँको कपडामा धेरै लागेको भए म धोइदिन्छु नि बरु। ए बोय कता छौ र? आउ न यता। होइन के भयो र? किन यसरी फतर फतर गरे कि? ए दिठिनी बहिनी नमस्कार। के गरी फेरि यो छडुलीले? हेर न सिलाङ्गे, यी जुठा पानीले लुचुप्पै पारेर भिजाइदि तिम्रो छोरीले। ऐ रम्बे बाउलाइस कि के हो? हिँडेर काम गर्नु पर्दैन? अरे दिठिनी बहिनी आजभोलिका केटीहरू के हुने यस्तो के गरेर काम गर्छन् ढङ्गै छैन नि। अनि दिठिनी बहिनी के कामले पाल्नु भएको नि? ए रम्बे घरमा आएको पाहुनालाई पनि बस्नुहोस् भनेर भन्न सक्दिनस्? बस्नुहोस् न दिठिनी। डिटिने फुपू यतै बस्नु न। ए मैले त फुपूलाई नमस्ते गर्नै बिर्सेछु। नमस्ते फुपू। बाबा चेपाएर घस्नु पर्दैन। अहिले जुठा पानी छ्यापेर नमस्ते गरिहालिस् नि। छिटै एउटा भुस्तिक्री भेट्यो त हुन्थ्यो। ल जा, त्यो भाँडाहरू असरल नपार त। त्यो माझ के गर्नु र? खप्पर फुटेकी राडलाई कहाँ भेट्नु, को भेट्नु र? के गर्नु? यो पनि बुढी नै हुन लाग्यो। 30 नेटो कटी होइन र? मान्छे त राम्री छ के अरे? ओइ राम्बे के हो? हाम्रो नर्सिङलाई अचेल दिउँसै रौसी हुन थालेकी छेस। के हो तेरो चालामाला ठिक छैन नि त? अब खान आउने मान्छेलाई नदिएर नि भएन फुपू, पेसा यही छ। मैले काजीलाई त्यति धेरै खान दिएको छैन फुपू। डिठिनी हिजो म घरमा थिइनँ, गाम गएको थिएँ। नर्सिङ बाबु आउनुभयो रे भने त सुनेको थिएँ, रम्बाले नि भन्थे। दिए पनि फुपू नर्सिङ दाइलाई नराम्रो रक्सी दिएको छैन, राम्रै दिएको छु। दिउँसोमा चाहिँ रक्सी दिने होइन नि नर्सिङलाई। त्यहाँ दिएको थाहा पाएँ भने तल फेरि राम्रो गर्दिनँ नि मैले भनिदिएको छु। हस् फुपू, चिन्ता नलिनुहोस् डिठिनी, म सम्झाउँला रम्बालाई। ल त्यही सम्झाउँछौ कि भनेर आएको। त्यहाँ दिउँसो रक्सी दिए थाहा पाएँ भने मैले राम्रो गर्दिनँ नि। गएँ म अहिले। हस् त्यहाँ फुपू, दिउँसो चाहिँ दिँदै नदिनु। सम्झायो तिमीले। पायो भने त्यही जर्केल आफै घोप्टाउँछ। ए बुढी यो मकै झिराम झ्याम यसरी चबाएर मैसा खान पाएदेखि कस्तो आनन्द आउँथ्यो। अब भुसी त्यो थाकेको ठेकी लिएर माग्नमा गाउँघरि माग्नमा के जानु भनेको। लै नबकेर नपाल्ने गति छैनन्। त्यो रातो चिया पनि के खानु? आफ्ना त दाँतभरि किराले खाएर केही छैनन्। अब ठेला खाम भने दाँतले बन्दैन, फुला खाम भने पेट भरिन्न। आज त झन् मकैको एउटा फुलो उठेन पो। अब यसलाई बेचेर अर्को ल्याउने गति छैन क्या अरे। ऋण मात्रै किन पर्ने हो? ऋणमा त पर्ने होइन बुढा। अब राव लागेछ क्या अरे। अब भाग्य छ भनेदेखि बेहुला क्या अरे। अब बिहाएन भने ठन्डा राम बुढी। हुन त छोराले भुसी नै नपाला भनेको थियो। अब त्यसले भनेर के गर्नु? आफूलाई मुहीको पानी नभई हुँदैन। छोराले पनि कुरा मात्रै गर्छ, बिहे गर भने मान्दैन। यसो चाहिँ बुढा हाम्रै सम्झिनीले ज्वाइँलाई त आजै बिहा गर, भोलि बिहा गर, जसरी पनि बिहा गर्नुपर्छ भन्छ भने कुरा के हो? किन नभन्नु त? 12 वर्ष भयो बिहे गरेको, अहिलेसम्म केटाकेटी केही भएका छैनन्।
अब उनीहरूकै ठाउँमा हामीले बसेर हेर्ने हो भने हामीले पनि त्यही नै भन्थ्यौँ नि। त्यस्तो त हुन्न बारे बुढा। जस्तो भए पनि पहिलाको बिहा पहिलाकै हुन्छ। हाम्रो छोरीले दुःख पाउँछ नि त्यस्तो भएपछि त। अब दुःख त पाउने भइहाल्यो नि, स्वाभाविक हो नि। अब हाम्रो छोरालाई बिहे गरेर बाबा र सम्म हाम्रो यहाँ बच्चा भने हामीले भन्दै नि त्यही नै हो बुढी, हो कि होइन भन त? मैले चाहिँ त्यस्तो सल्लाह दिन सक्दिनँ के अरे बुढा। तिमी गाउँतिर घुमेको छैन, तिमीलाई त्यति कुरो थाहा हुन्न। म त हिँडिरहन्छु, सबै कुरो थाहा छैन त मलाई। डिटिनी साहब नमस्कार। नमस्कार नमस्कार। अनि आज कताबाट बाटो बिरायो त सतकली? तपाईँको आउन नि बाटो बिराउनु पर्छ र म त हजुरको असाद लाएर सरासरी आएँ। ल बस बस। ए लली त्यो चकटी दे न। अब बस्न भनेर आएकी हुँ क्या रे, बस्न त पर्यो नि। ल ल लली, राम्रोसँग सेवा गर है हाम्रो डिटिनी साहेबको। हेर न सतकली, बसी बिहालो कुटिली कोसा भने जस्तो म त यहाँ तमाखु तान्दैछु। तिमी नि भुसा खाने भए दिन्छु कि बिडी खान्छौ? म त खान्न नि डिटिनी साहब। हामी गरिबलाई उकालो ओह्रालो नगरिकन खानै पुग्दैन। यो भुसा खाँदाखेरि दम बढेर मैले त खानै छोडिदिएँ। यो जहिले बानीले त मान्छेलाई रोगी बनाउँदो रहेछ नि डिटिनी साहब। मैले भने मान्नुहुन्छ भनेदेखि तमाखु खान छोडिदिनु। छोड्ने भने त हो नि, बानी लगाइहाल्यो क्या अरे, अब छोड्न सक्दिनँ। ल ल ल ल राख्दै लली, म खान्न यो। नर्सिङ भान्जा अनि झुमा भान्जी खै त डिटिनी साहब? नरे बेसीतिर गएछ तिम्री भान्जी। डिटिनी साहब माथि लेकतिर गएको थिएँ, हजुरलाई सम्झेर जडीबुटी ल्याइदिएकी छु। यो बुहारीलाई खुवाउनु होला, को खुल्छ। छिट्टै नाति नातिना देख्न पाउनुहुन्छ हजुरले। खै सतकली, यो बादलबाट पानी आउला जस्तो छैन। अब यसले पालेका गाई बस्तु त। चुप लाउनु, यस्तो कुरा बोल्नु हुँदैन। सुन्यो भने चित्त दुख्छ। यिनी पनि मेरो बिस्टकी छोरी हुन्। हजुर कहाँ दही मै टुट्या र यस्तो कुराहरू बोल्दाखेरि पाप लाग्छ के। हुन त मैले हजुरलाई के सिकाउनु पर्ने हो र? पिर परे सतकली तिमीलाई मैले बोल्दा? मलाई त बिस्टाको सन्तानहरूको नि माया लाग्छ। आफ्नो छोराछोरी छैनन्, यसरी वचनले भर्नु हुँदैन डिटिनी साहब। मलाई अर्थ कुराको पिर परे होइन सतकली, घर नभरिएर मात्रै हो। धर्मले भरेको घर एक दिन त भरिहाल्छ नि डिटिनी साहब। अति गर्नु अत्याचार चाहिँ नगर्नु भन्छन्। अब म जाउँ त डिटिनी साहब। चाह र जाउली पख एकछिन। दुलाई, ए दुलाई। हजुर बाजी। सतकलीलाई चाह लिएर आइज त। इचिहालिनु खान्नमा चाको पानी दिने भए एक गिलास दे। आफूलाई यहाँ कस्तो हर्ती भइरहेको छ। यी आमा पनि त्यसै रिसाउँछन् क्या। नसहने मान्छेले किन जोरबोल गर्नु? नखाने भए त पकाउन नै थिएन नि, खालिदिन्छु म त। पक पक पक। नरसिंह बाबु आइपुग्नु भयो। आउनुहोस् बाबु आउनुहोस्, चियापानी खाएर जानु होला। नमस्कार है फुपू। भाग्यमानी बाबा, कहाँ बेसी गएर आउनु भएको? हजुर फुपू। नपुग्दो के छ र, भरिपुर नै छ। डिठिनीको लागि भए पनि हराभरा बनाउनु पर्यो। अब मैले नि नचाहेर नभएको होइन क्या अरे फुपू। अब भगवान्कै इच्छा नभएपछि क्यार्ने हो र। ए रम्बा, नरसिंह बाबुलाई चिया दे न त। काजीहरूले यति बेला चिया के खान्थ्यो र? हुन त भगवान्को इच्छा मान्नेहरूले हाम्रो इच्छा के मान्थ्यो र? कि सोल्टी चिया लिनुहोस्। ए रम्बा, त्यो शब्द फिर्ता ले त। होइन नि खान्न तेरो चिया सा। हाम्रो समाजमा त सोल्टी चल्छ, लिन्न म त शब्द फिर्ता। त्यसो भने तेरो चिया पनि खान्न। गएँ म। पक्नुहोस् पक्नुहोस् काजी साहब। होइन के जिद्दी गरे कि यो केटीले पनि? मन नपरी किन तँलाई त्यो भन्नु पर्यो? दाइ नै भन्दैन त। लुलु भो, तपाईँहरूकै जित भो। दाइ लिनुहोस् चिया। आहा, लु कानै पवित्र भयो। अब खान्छु नि त चा। आनन्दले पिउने भए त कोदोको बनाएको छु,
पिउने हो दाइ? ए रम्बा डिठिनीले थाहा पाइन् भने मुन्टो सुन्टो भात दिन्छन्। ए रम्बा दे न मलाई एक गिलास। देन्न के तिमीलाई? एक गिलास खायो भने रातभरि फतफताएर सुत्न दिन्न। नखाऊ के तिमी सोन्न। ल फुपू अब म पनि लागेँ। चाको लागि चाहिँ धेरै धेरै धन्यवाद है त। ए पकाएर दिने म धन्यवाद चाहिँ फुपूलाई? ल ल ल अब मेरी प्यारी बहिनीलाई पनि धेरै धेरै धन्यवाद है। अब अहिले चाहिँ होइन तिहारमा टिका लाएर दक्षिणा चाहिँ अलिक थपेर दिउँला है। ल गएँ। पख न सोल्टा, एक दिन तिमीलाई नफसाई कहाँ छोड्छु र? एक न एक दिन त जालमा पार्छु। लली मेरो बिस्तारै मिलाइदिए है। नरेले खान्छ अनि तिमीहरू नि खानु अनि यसो झुमालाई काम सघाउनु। हजुरलाई खाना राख्दिनु। खानुभयो र हजुरले? खाइसकेँ मैले। थोरै लगाऊ। अनि के छ बेसीतिर खबर? पहिला गर्ने मान्छेले यसपालि नि खेत गर्छ कि के गर्छ अरे? खै आमै अब अर्न त अर्छु भन्दैछ तर बिउ चाहिँ आफैले दिनुपर्छ भन्दै थियो। अनि के भनिस् त तैँले चाहिँ? मैले त हुन्छ भनेर आएँ। अनि नरे आज पनि खाएर आए जस्तो लाग्दैछ नि मलाई। ख्याल गर है, आफ्नो स्वास्थ्यको ख्याल गर। तिमी पनि खाना खा, ललीलाई पनि बोलाएर खानिदेऊ। गएँ म सुत्नलाई। खाएर हो खाएर आए जस्तो लाग्यो। सधैँ खान्छ कि क्या हो? चाह खाएर आएको। अनि त्यो लली खोइ? बाहिर निक्ले थिए। त्यसलाई नि बोलाएर खाना देऊ। लली, ए लली, हजुर भाउजू आऊ खाना खान। हुन्छ भाउजू। मलाई खाना पुग्छ, तिमी पनि खाऊ गरे अब। कति खान्छौ? किन छोरा? अलि हाल्दिनु। झुमा भो मलाई खाना। किन छोड्या हो र? खोइ के गर्नु अब, खानै मन लागेन। मिठो भएन? मिठै छ। तिमी खानासाना खाएर जुठो भाँडा गरेर कोपीतिर आऊ है। उठेँ म। खाना नि खानु भएन, मिठो भएन के? लली कस्तो छ? खाँदैछु। लली दिउँसो सत्तकले किन आइरहेछन्? खै भाउजू, हजुरकै लागि जडीबुटी लिएर आएकी भन्थे। मेरो लागि जडीबुटी? के को लागि रहेछ? हजुरको को खुलाउन अरे?
सोध्नु भएको छैन? थाक्नुभयो होला, बेसी पुगेर आउनुभएको। खै कुरा लिनु त अलि तेल पर्दैन। थाक्न त तिमी पनि थाक्यो होला क्या। खरबारीमा गएर घाँसको बारी तिमीले पनि ल्यायो होला। त्यो माथि घरमा आएर घर धन्दा, गाई वस्तु होइन, कता कता मात्रै सेवा गर्छौ तिमी। हो पर्दैन। मेरो त दैनिकी पो हो त, थाकी छैन। अब दैनिकी त मेरो पनि त दैनिकी हो क्या रे। अब बाहिरतिर जानै परिगयो। होइन त्यो ललीले चाहिँ दिनभरि के गर्छ? यसो आमालाई अलिअलि सघाएर देख्छु, तिमीलाई पनि यसो अलिअलि आएर सघाए त हुन्थ्यो क्या रे। फुर्सदमा के जान्थ्यो र त्यसको? सेवा दिछे त्यही ठुलो कुरा हो। झुठो भाडामा सघाइ छे भइहाल्यो नि। फेरि आमाको सेवाको लागि आइ कि अरू काम पनि त लगाउन भएन नि। अब फुर्सदको बेलामा त यसो अलिअलि सघाए त हुन्थ्यो क्या रे। के जान्थ्यो र भने अलिअलि काम गर्दाखेरि? त्यही पनि त्यसैले आएको होइन क्या रे त्यसलाई। त्यसले सेवा गरे बाबत त हामीले पनि दुखेछु भर्नै पर्छ गएर। अब फुर्सद भएको बेलामा त यसो अलिअलि अरूतिर पनि सहयोग गरे हुन्थ्यो क्या रे। मलाई नि सेवा गर्नु दिनु न त। फेरि नौली ल्याएपछि यो हक पनि उतै सर्ने होला। अब सगुन नबोल न, क्यार न यस्तो कुरा गरिरहेको छु। म मर्छु बरु, तर तिम्रो सामु नौलीलाई भित्र्याउनु न, बुझ्यौ तिमीले? तैपनि यो त अब आमाको मात्र कुरा न हो। ल्याउने नल्याउने त मेरो पनि त विचार हुन्छ क्या रे। लोग्ने मान्छे मन बदलिन कति बेर लाग्ला र खै। फेरि मैले हजुरको यो घर भरिलो पार्न सकिनँ के रे? क्यार न यस्तो कुरा गरिरहेको छु तिमी। अब आइन्दा यस्तो कुरा नगर है भनिदिएको छु। मलाई मन पर्दैन यस्तो कुरा। तिमी छौ त जुमा, तिमी नहुँदा पो हो त यो घर खाली हुने भनेको। तिमी छौ, म छु, तिमी हुँदा त यो घर पुरै भरि भराउ छ। म खुसी छु जुमा। तर म खुसी छैन नि त। 12 वर्ष भयो यो घरभित्र। अब त पञ्चबल आदमी राख्दा पनि हजुरलाई नौली ल्याउने बाटो खुलिसक्यो। मेरो कोख खुलेन, के हार्नुहुन्छ त? तिमी पञ्च भलादमीले जस्तो कुरा नगर त। तिमी यो घरको टिटिनीको बुहारी मात्रै हौ। अब दुनियाँका कुरा सुन्दै हिँड्नु म? हेर जुमा, चिन्ताले मान्छेलाई चितासम्म पुर्याउँछ, आशाले जीवन मौलाउँछ। खै म बुढो भएको छैन, तिमी पनि त बुढी भएकी छैन। खुल्ला नि त तिम्रो पनि कोख, हाम्रा पनि त आँगन भरि होला नि त। क्यार न चिन्ता गर्छौ तिमी? भगवान रहेछ भने एक दिन त सुन्ला नि त हाम्रो पनि पुकार। खै सुनेनन् त। पुकार त टाढै जाओस्, चित्कार पनि सुनेनन्। तर यो कानले हरेक दिन कति थरीका कुरा सुन्नुपर्छ थाहा छ हजुरलाई? कहिले कोठा जत्रो कम्मर भइसक्यो, बाँझी भई, अपुताली पर्ने भई, वंश नाश गर्ने भई, कति थरीका कुरा सुन्नु मैले। कहिलेसम्म सुन्नु? अब त मेरो कान पनि थाकिसक्यो। छैन ममा हिम्मत, छैन। पुर्खाले बेहोरेका दुःख र व्यथा अगुल्टो पनि नठोसी बोल्ने छैन। यो कथा होइन, यो कथा होइन, यो कथा होइन। मान अपमान, मान सहेका अपमान, आलै छ घाउ कोट्याएकै छैन। यो कथा होइन, यो कथा होइन, यो कथा होइन,
यो कथा हैन, यो कथा हैन।